इरान हाल एक गम्भीर ऐतिहासिक मोडमा उभिएको छ। सन् 2025 को डिसेम्बर अन्त्यबाट सुरु भएको विरोध प्रदर्शनले अहिले उग्र रूप लिएको छ। सुरुमा केवल आर्थिक मुद्दाहरूलाई लिएर सुरु भएको यो आन्दोलन अहिले इस्लामिक गणतन्त्रको राजनीतिक जगलाई नै चुनौती दिने गरी विस्तार भएको छ। सडकमा उत्रिएका मानिसहरू केवल महँगीको विरोधमा मात्र छैनन्, उनीहरू दशकौंदेखिको शासन व्यवस्थामा परिवर्तनको माग गरिरहेका छन्। यति बेला इरानको आन्तरिक मामिलामा अमेरिकी हस्तक्षेपको छाया प्रष्ट देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सरकारलाई कडा चेतावनी दिँदै भनेका छन् कि यदि शान्तिपूर्ण प्रदर्शनमाथि हिंसा गरियो भने अमेरिका मूक दर्शक बनेर बस्ने छैन। ट्रम्पको यो भनाई केवल राजनीतिक चेतावनी मात्र थिएन, किनकि यसको लगत्तै अमेरिकी आकाशबाट खतरनाक नाइट स्टकर्स फोर्स युरोपतिर प्रस्थान गरिसकेका थिए। दर्शकवृन्द, आउनुहोस् आजको यस श्रृङ्खलामा हामी के इरान अमेरिकाको अर्को निशाना बन्ने तयारीमा छ? राष्ट्रपति ट्रम्पको लकडाउन लोडेड अभिव्यक्तिले कसरी सम्भावित खतरालाई सङ्केत गर्दैछ? आज हामी यसैको बारेमा विशेष चर्चा गर्नेछौँ।